दर्शकबिन नमस्कार। कार्यक्रम पालिका दर्पणमा यहाँलाई स्वागत छ। कार्यक्रम पालिका दर्पणमा हामी विभिन्न पालिकाका गतिविधिहरू लिएर यहाँहरूमाझ उपस्थित हुने गर्दछौँ। यसै क्रममा आज हामी इटहरी उपमहानगरपालिका वडा नम्बर 3 को कार्यालय आइपुगेका छौँ। इटहरी उपमहानगर वडा नम्बर 3 को कार्यालयले कसरी काम गरिरहेको छ, यहाँका जनप्रतिनिधि आइसकेपछि यहाँका जनताले चाहे अनुसारको काम भइरहेको छ कि छैन, उनीहरूलाई जुन वाचा गरिएको थियो उनीहरूसँग चाहिँ हामीले जितेर आइसकेपछि यस्ता यस्ता काम गर्छौँ, यसरी हामी अगाडि बढ्छौँ भनेको थियो, ती काम भएका छन् कि छैनन्, यस विषयमा त्यहाँका जनप्रतिनिधिसँग लगायत त्यहाँका स्थानीयवासीले उहाँहरूले भनेअनुसारको अथवा उहाँहरूले वाचा गरे अनुसारको काम गर्नुभएको छ कि छैन भन्ने कुराहरू बुझ्न गइरहेको छौँ। यसै क्रममा हामी लाग्दैछौँ इटहरी उपमहानगरपालिका वडा नम्बर 3 तर्फ। वडा नम्बर 3 जलवायुको आधारमा बसोबासको लागि तराईका अन्य नगरहरूमध्ये उपयुक्त मानिएको छ। ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको र शिक्षा, स्वास्थ्य जस्ता सुविधाहरू सुलभ रूपमा उपलब्ध रहेको सन्दर्भमा ग्रामीण क्षेत्रमा समेत बस्ती एवं बस्ती श्रृङ्खलाहरूको विकास तीव्र रूपमा भइरहेको छ। टेलिफोन, स्वास्थ्य चौकी र विद्यालयको पहुँचका साथसाथै आन्तरिक यातायात सेवाको सुगम सुविधा हुनाले पनि ग्रामीण बस्ती विकासका लागि योगदान पुर्याइरहेको छ। वडाभित्र रहेका पर्यटकीय क्षेत्रका रूपमा विकसित बन्दै आएको तालतलैया शिव मन्दिर, पाथिभारा मन्दिर, सिंहवाहिनी मन्दिर, धनपालनाथ निर्माण भइरहेको छ। यसलाई स्तरोन्नति गर्न नगरपालिकादेखि जिल्ला, प्रदेशका साथै केन्द्रीय स्तरसँग समेत पहल गरी बजेट भित्र्याएर यस इटहरी 3 नम्बर वडालाई पर्यटकीय स्थल बनाउनु पर्ने वडा अध्यक्ष उमेश सुवेदीले बताउनुभयो। विभिन्न धार्मिक स्थललाई अवलोकन गर्न योग्य बनाउन वडा कार्यालय लागि परेको उहाँको भनाइ छ। इटहरी 3 नम्बरको वडाको विकासको विषयवस्तु लिएर हामीले गफ गरिरहँदाखेरि सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने भौतिक पूर्वाधारको क्षेत्र, स्वास्थ्यको क्षेत्र, शिक्षाको क्षेत्र, पर्यटकीय क्षेत्र अनि विपदसँग जोडिएको अलिक संवेदनशील क्षेत्र खोला नालाको बाढी पहिरो, यी विषयवस्तुलाई हामीले महत्त्वपूर्ण रूपमा हेर्नुपर्छ। सँगसँगै हामीले सामाजिक विकासको पाटोलाई पनि अत्यन्त जोड दिएर हेर्नुपर्छ। हामीले यसरी नै योजना बनाएर काम गरिरहेका छौँ। यो इटहरीको एउटा गौरवको क्षेत्र पर्यटकीय स्थल तालतलायाको, यसलाई चाहिँ अझ राम्रो बनाएर यो एउटा नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल बनाएर यहाँको देशभित्र वा बाहिरका सम्पूर्ण विभिन्न पर्यटकहरूलाई यस स्थानमा चाहिँ ल्याएर यहाँको जनजीवनको आर्थिक स्तर उकास्नेदेखि लिएर यी सबै कुराहरूमा टेवा पुगोस् भनेर त्यो कामको एउटा महत्त्वपूर्ण योजनाहरू हामीले अगाडि बढाइरहेका छौँ। विभिन्न ठाउँमा समन्वय गरिरहेका छौँ। सँगसँगै हामीले यो त्यसको चाहिँ डिपिआर बनाउने कामहरू पनि भएकोले गर्दा त्यसलाई छिट्टै कार्यान्वयन गर्नको निम्ति अब केन्द्रीय सरकारसँग जाने, पहल गर्ने यस्ता किसिमका कामहरू पनि हामीले गरिरहेका छौँ। जनकल्याण टोल, धनकुटे टोल, त्रिवेणी चोकको सङ्गम स्थलमा बाटोको अवस्था जीर्ण रहेकाले त्यस क्षेत्रका बासिन्दाले अप्ठ्यारो परिस्थितिमा हिँड्नु पर्ने भएकाले बाढी आउँदा समेत समस्या पर्ने भएकाले बाटो निर्माणदेखि पुल निर्माण कार्य गरेको वडाध्यक्ष उमेश सुवेदीले बताउनुभयो। बाटोलाई व्यवस्थित बनाउन नगर स्तरीय योजनामा राखेर 30 फुटको बाटो निर्माण गरेको समेत वडाध्यक्ष सुवेदीले बताउनुभयो। योजना भनेको चाहिँ हाम्रो धनकुटे टोलको ड्रेन निर्माण अभियान हो। यो चाहिँ एउटा जनकल्याण टोल र यता त्रिवेणी चोक अनि माथि धनकुटे टोल जाने एउटा सङ्गमस्थल बाटो, यो अत्यन्त अप्ठ्यारो परिस्थितिमा जनताले यहाँ हिँडिरहेको, बाढी आउँदा पनि धेरै समस्याहरू परिरहेको, यसलाई अलिकति व्यवस्थित किसिमले बाटो बनाऊँ भनेर यो नगर स्तरीय योजनामा राखेर चाहिँ अलिअलि ठुलो रकम पनि चाहिने, एक साइडपट्टि खाल्डो भएकोले गर्दा अलिकति समस्या हुँदा ठुलो बजेट राखेर नगर स्तरीय योजना पारेर यसलाई चाहिँ ठुलो 30 फिटको बाटो बनाउने, यो चाहिँ एडिबीले पनि सर्वे गरेर लगिसकेको छ। प्रारम्भिक चरणको सर्वे गरेर रहेछ। यो तल के अरे हाम्रो मनोकामना मन्दिर हुँदै त्यहाँनिर तल हाम्रो पश्चिम सिंहवाहिनी टोल हुँदै र यो धनकुटे टोल हुँदै पारिजात चोकबाट तालतलाया निक्लिनको निम्ति 30 फिटको बाटो पिच सहित बनाउने योजनामा एडिबीले प्रारम्भिक चरणको चाहिँ अध्ययन गरिसकेको छ र यो बाटोको क्लियरेन्स चाहिँ हामीले कम्तीमा 30 फिटको बाटो चाहिँ पहिले नै बनाएर रेडी पारौँ भनेर यो ठाउँलाई चाहिँ रोजेर हामीले गरेको। यहाँको बाक्लो बस्ती पनि र जनताले अत्यन्त दुःख पाइरहेको ठाउँ भएकोले गर्दा यसलाई प्राथमिकता राखेर हामी यो योजना चाहिँ ल्याएका हौँ।
इटहरी 3 का युवाहरूलाई व्यावसायिक बनाउने, स्वरोजगार बनाउने उद्देश्यका साथ बारिस्ता कफी बनाउने तालिम समेत प्रदान गरिएको वडा अध्यक्ष उमेश सुवेदीले बताउनुभयो। 3 नम्बर वार्डका युवाहरूलाई व्यावसायिक बनाउने, स्वरोजगार बनाउने उद्देश्यका साथ यो बारिस्ता तालिम सञ्चालन गर्दैछौँ। यो अहिलेको वर्तमान समयमा चाहिँ अत्यन्त स्कोप भएको क्षेत्र, स्वरोजगार बन्न एउटा दरिलो क्षेत्र यो भएकोले गर्दा हामीले युवाहरूलाई नै वाडामा राखेर छलफल गरेर युवाहरूकै चाहना अनुसार हामीले यो बारिस्ता तालिम राखेका हौँ। सुव्यवस्थित बसोबासको व्यवस्था तथा शहरी सरसफाई, व्यवस्थित पार्क तथा पूर्वाधार सृजना गर्दै विकासका प्रशस्त सम्भावनाहरू बोकेको यस वडा वातावरण मैत्री, बाल मैत्री र पूर्ण साक्षर वडा हुने गन्तव्यतर्फ अघि बढिरहेको छ। वडाको अधिकांश भूभागबाट आन्तरिक तथा बाह्य बसाई सराईको क्रम तीव्र रूपमा बढिरहेको हुँदा ती स्थानमा व्यवस्थित नगर योजना बनाएर बाटो, खानेपानी, ढल निकास इत्यादिको समयमै विकास गर्नुपर्ने चुनौती रहेको छ। वडाको योजना अनुसार समस्याहरूलाई समाधान गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार निर्माण गर्न लागि परेको वडा सदस्य दिपेन्द्र लिम्बुले बताउनुभयो। वडामा खोला नाला ठेक्का नलागेको कारण समस्या भएकाले ठेक्का लाग्नुपर्ने उहाँको भनाइ छ। यस वडाका बासिन्दालाई माग बमोजिमको खानेपानी, स्वास्थ्य सेवा उपलब्ध गराउन सकिरहेको अवस्था छैन। त्यसैले पनि खानेपानी, स्वास्थ्यका क्षेत्रमा आफ्नो कार्यकालमा धेरै काम गर्ने वडा सदस्य लिम्बू बताउँछन्। हाम्रो योजना अहिले धमाधम भइरहेछ। जस्तो तपाईँको 20-21वटा योजना छ अहिले हाम्रो ड्रेनहरू बनाउने। त्यसपछि हाम्रो अहिले सबैभन्दा ठुलो योजना चाहिँ धनकुटी टोलमा योजना चलिरहेछ। त्यसपछि खोर्सानी खापमा त छैन, यो चाहिँ काट्नु ल। अनि त्यसपछि तपाईँको सिद्धार्थ टोल, बौद्ध टोलमा सम्पन्न भइसकेको छ। जस्तो तपाईँको धेरै ठाउँमा सुनौलो टोलमा, तपाईँको अब कल्याण चोकतिर, तपाईँको शान्ति टोलतिर धेरै ठाउँमा सम्पन्न भइसकेको छ। 3 नम्बरमा हरेक कामहरू गर्दैछौँ योजना कामहरू। समस्याहरू धेरै छन्। यो समस्याहरू योजनामा पनि अहिले तपाईँको तपाईँको योजनामा फरफार गर्ने विषयमा पैसाको समस्याहरू नपाइरहेको, अलिकति उपभोक्ता समितिहरूले दुःख पाइरहेको, यसले गर्दाखेरि अलिक धेरै समस्या भइरहेछ। त्यस पछाडि हाम्रो खोला नाला ठेक्का नलागेको कारणले हामीलाई अझै धेरै समस्या, तपाईँको खोला ठेक्का नलागेको कारणले धेरै उत्खनन भइरहेको अवैध रूपले यो कुराहरू पनि नियन्त्रण गर्न सकेको छैन। आज इटहरी उपमहानगरपालिका 3 नगरपालिकाले यो ठेक्कामा नलगेर यो समस्या भइरहेछ। यसलाई ठेक्कामा लानु पर्यो र चाँडो रासो सङ्कलन गर्नु पर्यो इटहरी उपमहानगरपालिकाले। र त्यस पछाडि खानेपानीको समस्या, 3 नम्बरमा खानेपानीको केही ठाउँमा समस्या छ। जस्तो आदर्श टोल, सुनौलो टोल र हाम्रो 3 र 4 को बोर्डर जोर्ने पुलको छेउमा पनि खानेपानीको समस्या भएकोले खानेपानीको समस्यालाई पनि हामीले मध्यनजर राख्दै यसमा अलिकति भने जस्तो काम गर्न सकेको छैन अहिलेसम्म। र यसलाई चाहिँ हामी खानेपानी संस्थालाई हामी केही कुराहरू राख्नेछौँ र केही गर्नेछौँ। वडा सचिवले गर्ने मुख्य पञ्जीकरण दर्ता, सामाजिक सुरक्षा र दैनिक प्रशासनिक कामलाई तत्परताका साथ काम गर्दै गरेको वडा सचिव सुशीला कार्कीले बताउनुभयो। र खास गरी हाम्रो जिम्मेवारीमा रहने कामहरू चाहिँ पञ्जीकरणको काम र पञ्जीकरणको काम, सामाजिक सुरक्षा सम्बन्धीको काम, अनि दैनिक प्रशासनिक कार्यालय सञ्चालनको काम र ज्येष्ठ नागरिक, महिला, अपाङ्ग, वृद्धहरूको विकासको निम्ति सामाजिक विकासतर्फ रहेका कामहरूको समन्वय र सम्पर्क बिन्दुको रूपमा रहेर चाहिँ वडा सचिवले काम गर्नुपर्ने हुँदो रहेछ। वडा नम्बर 3 लाई खास गरी योजनाको हिसाबले गर्नुपर्ने कामहरू आफ्नो जिम्मेवारीमा रहनुहुने हाम्रो विभिन्न शाखाहरू छन्। कार्यालय सञ्चालनको लागि, प्रशासनिक कामको लागि तोकिएको जिम्मेवारी अनुसार रहनुहुने हाम्रो विभिन्न शाखाका हाम्रा कर्मचारी साथीहरूले आफ्नो ठाउँबाट कार्य सम्पादन गर्नुहुनेछ, गरिरहनु भएको छ। जसले गर्दा पनि होला मलाई सहज भएको महसुस गरेको छु। र इटहरी 3 का 25 गुणा बढी महिलाहरूलाई स्वरोजगार बनाउन क्रिस्टल माला बनाउने तालिम दिएको थियो। सो तालिममा आर्थिक अवस्था कमजोर भएका महिलालाई प्राथमिकता दिएर तालिम गराइएको थियो। घरमा त्यसै खाली समय बसेका महिलाहरूलाई उद्यमी हुन् भनेर दिएको तालिमलाई
सदुपयोग गर्ने तालिममा सहभागी मन्दिरा बोहरा भण्डारीले बताउनुभयो। इटहरी वडा नम्बर 3 ले बाँदर संरक्षण अभियान सुरु, सडक निर्माण स्तरोन्नति, वडाका विभिन्न विद्यालयको स्तरोन्नति गर्ने विशेष कार्यक्रम लिएर अगाडि बढेको छ भने 3 नम्बर वडाको मावि स्तरीय विद्यालय सरस्वती माविलाई विशेष प्राथमिकता दिएको छ। 2026 सालदेखि स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा नर्सरीदेखि 12 कक्षासम्म सञ्चालन रहेको छ। 765 जना भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, अभिभावक लगायतको सहयोगमा बालकक्षादेखि 12 सम्म अङ्ग्रेजी माध्यमद्वारा पठन पाठन सञ्चालन गरिएको छ। विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट शिक्षण सिकाइ हुने भएकाले दक्ष तालिम प्राप्त कर्मचारी, विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान, विभिन्न सङ्घ गठन गरी विद्यार्थीलाई शिक्षामा जोड दिँदै आएको विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराईले बताउनुभयो। कक्षा बाल विकासदेखि कक्षा 12 सम्मका 765 जना बालबालिकाहरूलाई 41 जना शिक्षक कर्मचारीहरूको संयुक्त प्रयासमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, आमा समूह, जनप्रतिनिधिहरूको पर्याप्त साथ सहयोग, अभिभावकजीहरूको चाहिँ यथेष्ट मद्दत सहयोग सहित यिनीहरूलाई सिकाउनु पर्ने सबै कुराहरू सिकाएर आगामी वर्षहरूमा यस भेगकै राम्रो विद्यालयको रूपमा सबैले पत्याउने विद्यालयको रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। विद्यालयको शैक्षिक गुणस्तरका लागि वडाले आवश्यक बजेट र सहयोग गर्ने इटहरी 3 का वडा अध्यक्ष उमेश सुवेदीले बताउनुभयो। वडा र नगरकै उत्कृष्ट विद्यालय बनाउने योजना रहेको उहाँको भनाइ छ। यो विद्यालयको शैक्षिक गुणस्तरको निम्ति, भौतिक संरचनाको विकासको निम्ति वडाबाट हामीले राम्रैसँग बजेटको व्यवस्थापन गरेका छौँ। वडाको टोटल बजेटको झन्डै 30% चाहिँ खेलकुद र शिक्षा तथा खेलकुदमा हामीले खर्च गरिरहेका छौँ। त्यसमा पनि यस विद्यालयलाई अत्यन्त हामीले 3 नम्बरकै र नगरकै एउटा उत्कृष्ट विद्यालय बनाउनुपर्छ भन्ने उद्देश्यका साथ यसको शैक्षिक गुणस्तरको विकासमा, भौतिक पूर्वाधारको विकासमा राम्रोसँग अगाडि बढ्नुपर्छ भनेर शैक्षिक लगानी गरिरहेका छौँ। यो विगतको वर्षमा इटहरी मध्येको सामुदायिक विद्यालयहरूमा तेस्रो विद्यालयको रूपमा पर्न सफल भएको छ। यो माथिदेखि नै गरेको मूल्याङ्कनमा हामीले यो विद्यालयलाई राम्रो बनाउनको निम्ति वडाको तर्फबाट आवश्यक बजेटको व्यवस्थापन गर्ने, विभिन्न समयमा यसको अनुगमन गर्ने, निर्देशनहरू दिने, राम्रो बनाउनको निम्ति चाहिँ सबै खालका कामहरू हामी गरिरहेका छौँ। महिला, जनजाति तथा पिछडिएका वर्ग र समुदायहरूमा सामाजिक सेवा उपलब्ध गराउन, पूर्वाधारहरूको स्थापना गराउन सहयोग गर्ने, उन्नत कृषि प्रणाली, सामुदायिक वन उपभोक्ता समितिलाई क्रियाशील पार्ने तथा सो सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गराउने, वृक्षारोपण गर्ने गराउने तथा वातावरणीय सन्तुलन कायम राख्ने कार्यमा सहयोग पुर्याउने स्थानीय तहको रूपमा कार्यरत यस वडाले वडावासीहरूमा आफ्ना सेवाहरू सर्वसुलभ र छिटो छरितो रूपमा उपलब्ध गराउनुका साथै स्वच्छ र सफा खानेपानीको सुविधा उपलब्ध गराउने, प्रत्येक टोलहरूबाट बजार आउन जान यातायात चल्न सक्ने किसिमले कच्ची सडकहरूलाई क्रमशः ग्राभेल, कालोपत्रे गर्ने र यहाँका सचेत नागरिकको उज्जवल भविष्यप्रति एकदमै उत्साहित, उत्प्रेरित, लगनशील तरिकाले काम गरी सबैलाई अपनत्व हुने तरिकाले काम गर्ने जनप्रतिनिधिहरूको साझा प्रतिबद्धता रहेको छ। दर्शकबिन, अहिलेसम्म हामीले हेऱ्यौँ इटहरी उपमहानगरपालिका वडा नम्बर 3 का गतिविधिहरू। अब अर्को अङ्कमा यस्तै अन्य पालिका अथवा अन्य वडाहरूका गतिविधि लिएर उपस्थित हुने बाचा गर्दै बिदा चाहन्छु। हस्त नमस्कार।